यो लडाईँ नेतृत्वको छोरी र नागरिकको छोरी बीचको हो। साथीहरू, चितवन क्षेत्र नम्बर 3 को उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीको नेत्री शोभिता गौतम र नेपाली कम्युनिस्ट पार्टीबाट उठ्नुभएकी भरतपुर महानगरपालिकाको पूर्व मेयर रेणु दाहालज्यूको यी दुईमा चाहिँ तुलना हुनै सक्दैन। किनभने एउटा जनताको छोरी, एउटा देशको शक्तिशाली नेताको छोरी भनेर उहाँ सिस्टरले केही कुरा गर्नु भएको छ। साथीहरू, एकैछिन उहाँको यो कुरा सुनौ है त। आदरणीय मतदाता साथीहरू, अब हामी एकैछिन चितवन क्षेत्र नम्बर 3 तर्फ लागौं। चितवन क्षेत्र नम्बर 3 का आदरणीय मतदाता सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरूले मेयर रोज्ने कि सांसद काम रोज्ने कि नीति? आज हामी एउटा यस्तो मोडमा छौं जहाँ दुईजना शक्तिशाली महिला उम्मेद्वारहरू आम्ने सामने हुनुहुन्छ। एकातिर रेणु दाहाल, अर्कोतिर शोभिता गौतम। धेरैले भन्छन् कि यी दुईको तुलना गरौं। म भन्छु यिनको तुलना हुनै सक्दैन, किनकि यो लडाईँ दुई व्यक्ति बीचको मात्र होइन, यो लडाईँ नेतृत्वको छोरी र नागरिकको छोरी बीचको हो। यो लडाईँ कामको घमण्ड र नीतिको भिजन बीचको हो। रेणु दाहालजी एक शक्तिशाली नेताकी छोरी हुनुहुन्छ। उहाँले मेयरको रूपमा चितवनमा काम गर्नुभएको छ, यसमा दुई मत छैन। तर उहाँको बोलीमा सधैँ एउटा कुरा सुनिन्छ, मैले यो गरे, मैले त्यो गरे, म सर्वोत्कृष्ट छु। उहाँ आफ्नो कामको आधारमा जनादेश होइन जस खोजिरहनु भएको छ। अर्कोतिर शोभिता गौतम हुनुहुन्छ एक सामान्य नागरिककी छोरी। उहाँ मैले गरे भन्ने होइन, हामीले गर्नुपर्छ भन्न आउनु भएको हो। सविताजीले भन्नुहुन्छ, म तपाईको टोलमा इट्टा थप्न होइन, तपाईको भविष्यको सुरक्षा गर्ने देशको मूल नीति बनाउन संसदमा तपाईको प्रतिनिधि हुन आएकी हुँ। अब तपाई भन्नुहोस्, तपाईलाई आफ्नो कामको बखान गर्ने चाहिएको हो कि तपाईको समस्यालाई कानूनमा बदल्ने सेवक चाहिएको हो? रेणुजी काममा सर्वश्रेष्ठ हुनुहोला। डोजर चलाउन, बाटो खन्न, निर्देशन दिन उहाँ खप्पिस हुनुहुन्छ। तर याद राख्नुहोस्, यो मेयरको चुनाव होइन, यो प्रतिनिधि सभाको चुनाव हो। मेयरले बाटो बनाउनुहुन्छ, तर सांसदले त्यो बाटो बनाउने बजेट कसरी ल्याउने, भ्रष्टाचार कसरी रोक्ने भन्ने नीति बनाउँछ। रेणुजीको ध्यान अहंकारी छ, म नै सर्वश्रेष्ठ छु। तर सविताजीको ध्यान आधारमा छ, हामी कसरी प्रणाली सुधार्न सक्छौं। मेयरको रूपमा रेणुजी सफल हुनुभयो भन्दैमा उहाँलाई संसदमा पठाउनु भनेको एउटा राम्रो सर्जनलाई पाइलट बनाउनु जस्तै हो। कामको क्षेत्र फरक छ साथीहरू, नझुकिनुहोस्। चितवन 3 का बाआमा दाजुभाइ दिदीबहिनीहरू, अब सोच्नुहोस् कि तपाईलाई ती पुरानो भाषण सुन्नु छ जहाँ मैले यति बजेट ल्याएँ, यस्तो नयाँ आवाज सुन्नु छ कि तपाईका छोराछोरीले देशमै किन रोजगारी पाउँदैनन् भनेर संसदमा बहस गर्छ। सविता गौतमले मैले गरे भन्नुभएको छैन, उहाँले मैले गर्न सक्ने हैसियत राख्छु भन्नुभएको छ। एउटा यस्तो संगठन रासोपाबाट आउनु भएको छ जहाँ उहाँ एक्लै हुनुहुन्न, विज्ञहरूको ठूलो टोली छ। काम गर्नेलाई स्थानीय तहमा सम्मान गरौं, तर देश चलाउने नीति बनाउन विज्ञ र नागरिककी छोरीलाई छानौं। घण्टी बजाउनु भनेको व्यक्तिको विरुद्ध होइन, प्रवृत्तिको विरुद्ध हो। साथीहरू, उहाँ सिस्टरको कुरा चाहिँ कस्तो लाग्यो त? कमेन्ट गर्नु होला है त।